मैले चाहिँ आज माछाको रेसिपी लिएर आएको छु। हजुरहरूले मन पर्यो भने लाइक कमेन्ट गरिदिनु ल। मैले चाहिँ यसलाई हल्दी अनि नुन लगाएर मैले काटी हालेर, अहिले चाहिँ मेरो बुढालाई चाहिँ माछा खानु मन लाग्यो अरे क्या, त्यही भएर चाहिँ मैले चाहिँ ग्रेभीवाला बनाउँदैछु। मैले चाहिँ यतिको रातो गरेर भुटेँ, फ्राई गरेको चाहिँ यो चाहिँ डिप फ्राई गरेँ। अब चाहिँ मैले मसला रेडी गरेर राखेको छु पिसेर। अब एकछिनमा यसलाई अलिकता चिसो भइसक्यो भने चाहिँ यसलाई मसला फ्राई गरेर अनि तातो पानी हालेर उम्लिसक्यो भने चाहिँ माथिबाट यो माछाहरू हाल्नुपर्ने हुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ यसरी तेल छोड्नुपर्ने मसलालाई पकाउनु होला। यसमा चाहिँ चिसो पानी चाहिँ नहाल्नु होला, यसरी पानी तताउनु होला अनि हाल्नु होला। फेरि पानी बोइल भइसकेपछि चाहिँ फिस अघिको तरेको चाहिँ फिस हालिदिनु होला। अनि मैले चाहिँ यसरी नै फिस करी मसला ल्याउँछु अनि हाल्छु। यसरी उम्लिदिनु होला अनि चाहिँ यसरी नै माथिबाट हजुरहरूलाई कतिको ग्रेभी चाहिन्छ त्यही अनुसार यसरी नै अघि तारेको माछाहरू हालिदिनु होला। म चाहिँ यसरी नै बनाउँछु। हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला है। मैले चाहिँ फर्स्ट टाइम बनाएको बायाँ हातले चलाउने भन त। किन भन्नु ए पाकेर चाहिँ फाइनल लुक पुरै तेल छुटेको छ। टुट्न पनि टुट्दैन यसरी बनायो भने।